तपाईहरुमध्ये कतिले तपाईको बालबालिकाहरुसँग टाइम बिताउनुहुन्छ? अझ यसलाई भनौं, कतिजना पेरेन्ट्सहरु क्वालिटी टाइम आफ्नो बच्चाहरुसँग बिताउनुहुन्छ? क्वालिटी टाइम भन्नाले के बुझिन्छ त? यसका केही आधारहरु प्रस्तुत गर्न चाहन्छु। पहिलो त तपाईले बिताइरहेको समयमा एजेन्डा तपाईको बालबालिकाको हुनु पर्यो, तपाईको होइन। दोस्रो, त्यो समयमा माहौल यस्तो हुनु पर्यो कि त्यसमा बिना रुकावट बालबालिकाले आफ्नो कुराहरु खुलस्त रूपमा राख्न सकोस्। र तेस्रोमा, त्यो समय फेरि कहिले आउँछ भनेर बालबालिकाले कुर्न पर्ने वातावरण बनाउनु पर्यो। यदि तपाईले आफ्नो बालबालिकाहरुसँग बिताएका समयमा यी तीनवटा आधारहरु छन् भने पक्कै पनि तपाईले आफ्नो बालबालिकाहरुसँग क्वालिटी टाइम बिताइरहनु भएको छ। हरेक दिनमा केवल 20 मिनेट मात्र आफ्नो बालबालिकाहरुलाई तपाईले समय दिनुभयो भने तपाईको र बालबालिकाहरुको सम्बन्ध सुमधुर भएर निस्कने छ। तपाईले आफ्नो बालबालिकालाई दैनिक कति समय बिताउनुहुन्छ नठाटिकन कमेन्ट्समा लेख्नु होला।